गणित, संख्या, संरचना, स्थान र परिवर्तन आदिको अध्ययन गर्ने वैज्ञानिक विधा हो। यो गणना, नाप, तार्किकता र अमूर्त धारणाहरूको संरचना, क्रम र सम्बन्धको अध्ययन हो। यसलाई जीवनको आधार, तर्कको मुटु र प्रगतिको आत्माको रूपमा पनि चिनिन्छ। गणित, संख्या, बीजगणित, ज्यामिति र तथ्याङ्क शास्त्र जस्ता विभिन्न शाखाहरूमा बाँडिएको हुन्छ, जसले हाम्रो वरपरको संसार बुझ्न मद्दत गर्दछ। गणित, संख्या, संरचना, स्थान र परिवर्तन आदिको अध्ययन गर्ने वैज्ञानिक विधा हो। यो गणना, नाप, तार्किकता र अमूर्त धारणाहरूको संरचना, क्रम र सम्बन्धको अध्ययन हो। यसलाई जीवनको आधार, तर्कको मुटु र प्रगतिको आत्माको रूपमा पनि चिनिन्छ। गणित, संख्या, बीजगणित, ज्यामिति र तथ्याङ्क शास्त्र जस्ता विभिन्न शाखाहरूमा बाँडिएको हुन्छ, जसले हाम्रो वरपरको संसार बुझ्न मद्दत गर्दछ।